धन्यवाद परमेश्वर पिता हजुरलाई ग्रेस मसीहको नाउँमा सम्पूर्ण परमेश्वरका पवित्र सन्तानहरूमा मेरो तर्फबाट नमस्कार। धन्यवाद परमेश्वर पिता हजुरलाई सम्पूर्णमा पिता परमेश्वरको अनगिन्ती अनुग्रह आशिष र हजुरहरूको जीवनमा घर परिवारमा परमेश्वरले अनगिन्ती अनुग्रह आशिष वर्षाएर दिइसक्नुभयो र फेरि पनि हजुरहरू सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। म एउटा भजन गाउन आइरहेको छु। आज 2083 साल भदौ महिनाको 3 गते बुधबार पर्दछ र यसो हाम्रा गुरु पिता हाम्रा परमेश्वर भन्ने भजन छ। जुन दिन मैले ग्रहण गरे त्यही दिन शरण पाए, जुन दिन मैले ग्रहण गरे त्यही दिन शरण पाए, त्यही दिनदेखि पाए हजुर नयाँ जीवन मैले, त्यही दिनदेखि पाए हजुर नयाँ जीवन मैले। येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर। रुँदै हिँडे भौतारिँदै कति संसारिकमा, रुँदै हिँडे भौतारिँदै कति संसारिकमा, सुख शान्ति पाए आज आई सचाइमा, सुख शान्ति पाए आज आई सचाइमा। कति भाके देवी देवता कति धामी लाए, कति भाके देवी देवता कति धामी लाए, आखिरीमा उद्धार पाउन यही सचाइमा आए, आखिरीमा उद्धार पाउन यही सचाइमा आए। येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर। जन्म दिने आमा हुन् त जीवन दिने परमेश्वर, जन्म दिने आमा हुन् त जीवन दिने परमेश्वर, दुःख कष्ट भगाइदिने उनै परमेश्वर, दुःख कष्ट भगाइदिने उनै परमेश्वर। कोही थिएन संसारिकमा नरौ भन्ने आफ्नो, कोही थिएन संसारिकमा नरौ भन्ने आफ्नो, परमेश्वरको सन्तान भए सबै भए आफ्नो, परमेश्वरको सन्तान भए सबै भए आफ्नो। येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर। यो जीवन त भयो अब परमेश्वर पिताको, यो जीवन त भयो अब परमेश्वर पिताको, जीवनभरि काम गर्छु परमेश्वर पिताको, जीवनभरि काम गर्छु परमेश्वर पिताको। पिता हाम्रा परमेश्वर लाखौं दिलका मालिक, पिता हाम्रा परमेश्वर लाखौं दिलका मालिक, परमेश्वरका सन्तान हामी संसारभरिका, परमेश्वरका सन्तान हामी संसारभरिका। येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर। जुन दिन मैले ग्रहण गरे त्यही दिन शरण पाए, जुन दिन मैले ग्रहण गरे त्यही दिन शरण पाए,
त्यही दिनदेखि पाएँ हजुर नयाँ जीवन मैले, त्यही दिनदेखि पाएँ हजुर नयाँ जीवन मैले। येशू मसीह गुरु पिता हाम्रा परमेश्वर, येशू मसीह गुरु पिता हाम्रा परमेश्वर। धन्यवाद परमेश्वर पिता हजुरलाई। यो भजनले के भनेको छ त भन्दा, जुन दिन मैले येशूलाई प्रभु भनेर स्वीकार गरेँ र परमेश्वरले मरेकाहरूबाट उहाँलाई जीवित पार्नु भएको हो भनेर परमेश्वरलाई पिता बुवा भनेर मैले हृदयबाट विश्वास गरेँ, त्यही दिनदेखि मैले सचमा जुन दिन म उहाँको शरणमा गएँ, विश्वास गरेँ, त्यही दिनदेखि मैले नयाँ जीवन प्राप्त गरेँ। और यसो हाम्रा गुरु हुनुहुन्छ भने जीवन दिने हाम्रा परमेश्वर हुनुहुन्छ। रुँदै हिँडेमा भौतारिँदै पहिला परमेश्वरको वचन नचिन्दाखेरि, थाहा नपाउँदाखेरि त के सुख शान्ति कहीँ पनि पाइन। आज जब हामी सत्यतामा, जब हामी सच्चाइमा आयौँ होइन, जब हामी परमेश्वरको महिमा भएको ठाउँमा आयौँ, कति हामीले देवी देवता भाग्यौँ, हरेक मठ मन्दिरमा पनि गयौँ दर्शन पाउनलाई, शान्ति पाउनलाई, तर पाएनौँ त। अनि कति हामी भोगै पनि हिँड्यौँ तर सुख शान्ति पनि पाएनौँ, भोगै पनि हिँड्यौँ। तर आज परमेश्वरको महिमामा आयौँ, सच्चाइमा आयौँ त सचमा आज परमेश्वरले अनगिन्त आशिष वर्षाएर दिनुभयो, सुख शान्ति पनि दिनुभयो, आनन्द पनि दिनुभयो। जन्म दिने हाम्रो आमा हुनुहुन्छ भने आमाको गर्भभित्र हामीलाई जीवन बनाउनु हुने, सृष्टि गर्नुहुने र सास राखिदिनु हुने परमेश्वर हुनुहुन्छ। र दुःख कष्ट भगाइदिने पनि परमेश्वरै हुनुहुन्छ हैन। त हामीले सचमा आएपछि पनि अगाडि पछाडि पनि हामीले परमेश्वरी त सधैँ भन्ने गर्थ्यौं, तर पिता परमेश्वर चाहिँ भनेका थिएनौं हैन। परमेश्वरलाई पिता भनेर पुकार्नु, हाम्रो बुवा आमा तपाईँ नै हुनुहुन्छ लौ परमेश्वर, हाम्रो सुख शान्ति तपाईँ नै हुनुहुन्छ लौ परमेश्वर। यसको मतलब चाहिँ है माता परमेश्वर पिता परमेश्वर होइन कि हरेकले, जसले पनि छोराले छोरीले बच्चाले बुढाले हैन युङले हरेकले चाहिँ परमेश्वर हाम्रो माता पिता सबै थोक सुख शान्ति आनन्द हुनुहुन्छ। हजुरले चाहिँ सबै आशिष हामीलाई वर्षाएर दिनुस् भनेको चाहिँ है। अनि त्यसपछि गएर कोही थिएन हैन, जब हामी परमेश्वरको सन्तानमा अहिले पनि पिता परमेश्वरको सन्तान जो सत्संगमा आउँछौं, सो सत्संगमा हरेक सत्संगमा जो राधे राधेको सत्संग, ओम शान्तिको सत्संग, धेरै सत्संगहरू छन् नि, त्यो सत्संगमा जाने व्यक्तिहरू त प्राय खोजी हुन्छ। एउटा शारीरिक व्ययमा जाने व्यक्तिको नि खोजी हुन्छ हैन, हरेक इन्डस्ट्रीहरू पनि खोजी हुन्छ, तर त्योभन्दा बाहिरको व्यक्तिहरूको चाहिँ खोजी हुँदैन। तर त्योभन्दा अझै गहिराईको खोजी हुन्छ जो परमेश्वरको सन्तानहरू, जो परमेश्वरको वचनमा आउनुहुन्छ, महिमामा आउनुहुन्छ, तब उहाँहरूको एकदमै आत्मिक प्रेमका साथ खोजी हुन्छ। र उहाँहरूको हरेक कुरा सुन्ने बित्तिकै, समस्याको कुरा सुन्ने बित्तिकै के हुन्छ, प्रार्थना हुन्छ है। अनि दुःख कष्ट भगाइदिने परमेश्वर हुन्। हिजो हामी रुँदै हिँड्दा कोही थिएनन् आफ्ना, त आज परमेश्वरको सन्तान भएपछि सबै आफ्ना भए। हिजो सबै टाढिएका थिए, धन पैसाले रूप रंगले गर्दाखेरि टाढिएका थिए, रोग लागेको थियो, समस्या थियो, डिप्रेसनमा थियो, ऋण लागेको थियो, सन्तान भएको थिएन, परिवारबाट अलग डिभोर्स भएको थियो, त्यतिखेर कोही आफ्ना थिएनन्। आज जब परमेश्वरले प्रार्थना गर्ने एउटा भक्ति हैन, सधैँ प्रार्थना गर्ने एउटा बानी बस्यो, तब आज सबै आफ्ना हुनुभयो हैन। यो भजनले भनेको कुरा है। अनि तब यो जीवन त अब कसको भयो त? सबै कुरा त परमेश्वरले प्रार्थना गरेपछि पाइदो रहेछ नि त हैन। परमेश्वरसँग प्रार्थना गरेपछि सबै आफ्ना हुनु रहेछ, सबैसँग प्रेम, सबैसँग सकारात्मक सोच, आत्मिक प्रेम छ हैन, सबैसँग बाँडचुँड गरेर खाने त्यो सद्भाव, त्यो प्रेम छ, त सबै के भयो त? अब त्यसकारण यो जीवन त परमेश्वरकै रहेछ। आमाको गर्भमा रच्नु भयो परमेश्वरले, त्यसैले यो जीवन त परमेश्वरकै रहेछ हैन। त और म सधैँभरि परमेश्वरकै महिमा गर्छु, पिता परमेश्वरकै महिमा गर्छु, उहाँलाई नै धन्यवाद दिन्छु। यो जीवन त परमेश्वर पिताकै भयो, मैले उहाँलाई सुम्पिसकेँ हैन। अनि त्यसकारण परमेश्वर त हाम्रो लाखौंको मालिक हुनुहुन्छ, करोडौंको मालिक हुनुहुन्छ हैन, करोडौंको दिलको मालिक हुनुहुन्छ, उहाँ हाम्रो हृदयमा हुनुहुन्छ। र परमेश्वरका सन्तान हामी सबै, यो सारा संसार परमेश्वरकै सृष्टि हो, यो परमेश्वरकै सृष्टि हो र परमेश्वरको दृष्टि परिरहेको छ
होइन। त्यसैले चाहिँ यो जीवन परमेश्वर पिताले दिनुभएको हो। त्यसैले म महिमा परमेश्वरको गर्दछु। परमेश्वर अंगरसंगमा हुनुहुन्छ, तपाईँ हाम्रो हृदयमा हुनुहुन्छ। त्यसैले चाहिँ हामी परमेश्वरको महिमा गर्छौँ है। त्यो भजनले चाहिँ यसरी एकदम राम्रोसँग भनेको छ, परमेश्वरको जीवित वचनद्वारा बनेका यी भजनहरू। धन्यवाद परमेश्वर पिता हजुरलाई गुरु येशू मसीहको नाउँमा आजको यो समयको लागि। परमेश्वरले यति नै अगुवाई गर्नुभयो। आज बुधबारको महिना पनि एकदमै सभ्य र भव्य भएको थियो। र महिमा भएकै भवनबाट मैले भिडियो बनाइरहेको छु। त आज माडीचार खैरेनीमा पनि पिता परमेश्वरको महिमा एकदम सभ्य र भव्य परमेश्वरले गराउनुभयो। र हजुरहरू सम्पूर्णमा देश विदेशमा रहनुभएका सम्पूर्ण परमेश्वर पिताका पवित्र सन्तानहरू र अग्रजगुवा सर हजुर मेम हजुर सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा पिता परमेश्वरको अनगिन्ती अनुग्रह आशिष र नमस्कार। सम्पूर्णमा सबैमा सुख शान्ति आनन्द मेलमिलाप र प्रेम प्रकट परमेश्वरले गरिसक्नुभयो। धन्यवाद पिता हजुरलाई गुरु येशू मसीहको नाउँमा।